कि डाक्टर आउँदैन भन्नु पर्यो हैन यो कि यहाँका बिरामीहरू जो कोभिड संक्रमित छन् उहाँलाई दिन्छौँ भन्नुहुन्छ डाक्टरको दरबन्द नै यहीँ छ हैन अर्को गुनासो जनताको के सुन्यो भने डाक्टरले बिरामीलाई नछोएर छुँदै छुँदैन गरेर चाहिँ पठाइदिहाल भनेर यस्तो यस्तो भएको अवस्था छ यहाँनिर हो ल डाक्टरलाई लिएर आउँछु डाक्टरसँग म सिधै कुरा गर्छु अदालतमा हुनुहुन्छ डाक्टरसँग म सिधै कुरा गर्छु आउनुहोस् डाक्टरले चाहिँ हामीलाई खुन दिइरहेको संविधान प्रदत्त हक पाएका नेपालको संविधानले छाडा छोडेका साँडेहरू हुन् तिमीहरू जति सकल लुट जे गर्छौ गर गाउँमा जसरी करप्सन गर्छौ गर तिमीहरू भनेका नारायण रेड्डीको ठाउँ लिएका मान्छे हौ ज्ञानेन्द्र शाहका औतारी हौ हैन त्यसको अवतार हो सकेको लुट भ्रष्टाचार गर जनतालाई ढाँट छल ठग भनेर संविधानले हक दिएका मान्छेहरू हुन् भन्ने सुन्नुहोस् मेरो भाषा हो म भन्छु अब दुईजना जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले यो प्रुफ गर्नु पर्यो कि हामी ठग होइनौँ हामी जनप्रतिनिधि हौँ भनेर उहाँहरूले प्रमाणित गर्नु पर्यो सुन्नुहोस् न त्यो त उहाँलाई सोध्नुहोस् उहाँ होइन भने चाहिँ उहाँले काम यो गरेँ भन्नुहुन्छ होइन हामीसँग रेकर्ड छ त्यो मैले नै रेकर्ड गरेर राखेको छु मैले सम्प्रेषण गरेको छु त्यो भिडियो पनि हिजो तपाईँहरूले एउटा जिम्मेवार जो यो ठाउँको प्रतिनिधित्व गरेर यो ठाउँमा ल यो ठाउँको मान्छेलाई अप्ठ्यारो परेको बेला म उपस्थित हुन्छु है भनेर तपाईँले चुनाव लडेर यो जनताको भोट एउटा खोक्रो आश्वासन लिएर चुनाव त जित्नुभयो यस्तो विषम परिस्थितिमा पनि तपाईँले पानी परेको छ अथवा अहिले यो कुहिरो लागेको छ भनेर आलताल गर्न मिल्छ यस्तो सामान्य कुरासँग जो कि हामी एउटा केही पनि होइन यो ठाउँको चिनेको पनि छैन यो ठाउँसम्म यसरी स्वास्थ्य सामग्री लिएर आउँदा तपाईँले यस्तो जिम्मेवार पदमा बसेको मान्छेले गैर जिम्मेवारी पूर्ण कुराहरू यसरी भन्न मिल्छ तपाईँ जवाब दिनुहोस् मलाई तपाईँहरूबाट पनि एकदम ठुलो आपत्ति छ किन आपत्ति छ भन्दाखेरिमा किन आपत्ति राखेको मलाई चाहिँ समयमै तपाईँहरूले जब तपाईँहरूले मलाई 5 बजे फोन गर्नु मैले 5 बजे फोन गर्नुभयो 5 बजे मैले रिसिभ गरेको छु कमसेकम एक दुई दिन अगाडि चाहिँ हामी यसरी आउँदैछ तपाईँले भन्नु भएन त्यही अनुसार तपाईँले गाडी खोज्दै भन्नुभयो मैले गाडी खोजिदिएको गाडी अब तपाईँले थाहै मैले कति दोहोऱ्याउने यो ठाउँमा अब हिलो छ गाडी चल्नु गुड्दैन भनेर बोकेर हुने चिज म गएर बोकेर ल्याउँथेँ त्यहीँबाट हेर्नुहोस् तर मैले आपत्ति किन जनाएँ तपाईँले पूर्व जानकारी किन गराउनु भने जम्मा 5 बजे फोन गर्नु भएको तपाईँले मैले 5 बजे तपाईँलाई पूर्व जानकारी भएन होइन तपाईँको हाकिम हुनुहुन्छ यहाँ होइन अनि तपाईँका वडा अध्यक्षले दिएको जवाबप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ कमजोरी होइन मैले सिर्फ विधि र प्रक्रिया अनुसार काम गर्नु खोजेँ मलाई पालिकाबाट तपाईँले एकद्वार प्रणाली गर्नुहोस् है आफ्नो तरिकाले जुनसुकै संस्था नि आउन सक्छ त्यहाँ तर हाम्रो 8वटा वडा छ 8वटा वडामध्ये सबैलाई चाहिँ हामीले चाहिँ पालिकाबाट निर्णय गरेर चाहिँ एउटा पत्र लेखेर गर्नुपर्छ भन्ने प्रश्न गर्दाखेरि तपाईँ त्यही ठाउँको पत्र सुन्यो होइन तपाईँ अहिले उपाध्यक्ष हुनुहुन्छ आगामी दिनमा तपाईँ अध्यक्ष जित्नुहुन्छ गाउँपालिकाको प्रमाण पेश गर्नुहोस् कसरी जित्नुहुन्छ म जनताको लागि सेवा गर्छु जनताको लागि लड्छु यहाँको जनताले तपाईलाई भोटै दिन्नौ हैन नदिँदा फरक परेन देख्नु पर्यो राम्रो काम गर्छ यो भन्ने अक्सिजनदेखि ब्याट चोरेर अन्त लग्यो भन्दै हुनुहुन्छ अनि त्यस्तो चोरेको आरोप त नलगाउनुस् त्यस्तो पनि बिग्रेको सिलिन्डर छोडेर हो ल हेर्नु ल अब म उहाँलाई पो चिन्दैन त्यस्तो भन्नुहुन्छ अनि बिग्रेको सिलिन्डर छ यहाँको सिलिन्डर स्वास्थ्य केन्द्र 1500 को हुनुपर्ने 2 वर्ष अगाडितिरको यहाँ हुनुपर्ने 2 वर्ष अगाडि हुनुपर्ने यहाँ अन्त भट्टाभट बिल्डिङ बनेर भइसक्यो सर एउटा उहाँ त भइसक्यो अहिलेसम्म यहाँ दोधारमा भइरहेको छ सायदसँग अस्तिदेखि यहाँ त यहाँबाट जाँदै सर्व गर्नेमा यो सोध्दै छौँ हामी डक्टर आउँछ कि आउन्न हामी नि कोरोना संक्रमण त छ नि त यो गाउँमा नि हो उहाँ पनि जनता उहाँको जवाब दिनु डक्टर त यहाँ आउनु पर्यो त्यहाँ मात्रै त संक्रमण छैन अब त्यहाँ गएको डक्टर यहाँ आउँछ कि आउनु पर्यो डक्टर यहाँको अर्को डक्टर ल्याउनुस् भन्ने उहाँको गुनासो हो सिलिन्डर बोकेर त्यही लाने हो हैन त्यो जनताको आवाज अथवा तपाईहरुले रिस्पोन्सिबिलिटी वहन गर्नु पर्यो यहाँको डक्टर यही चाहियो भन्ने भयो क्या हामीलाई चेक होस् भन्ने उहाँ यही त्यो के हुन्छ त्यो ल भन्नु ल अब उहाँले यही हुन्छ यहाँ सेवा दिने कुरामा यही हुन्छ त्यो कुराहरु चाहिँ यस्तो छ मैले देखेको यो पिएचसी हो मैले अघि नै भनिसकेको छु 8वटा वडाको लागि सेवा दिने औषधि हो भनिसकेको छु सायद यसकै लागि हो भने चाहिँ मलाई भन्नु छैन है त है यही वडाको लागि मात्रै हो भने चाहिँ मलाई भन्नु छैन डाक्टर सायद आउनुहुन्छ होला सायद उहाँले के भन्नुभयो भने दिदी तपाईलाई एकचोटि बुझाउँ उहाँको भनाइ के हो भने जस्तो यो त हामी तपाईहरुलाई ह्यान्डओभर गर्छौँ औषधि पनि छ तपाई यसको कसरी व्यवस्थापन गर्नुहुन्छ यहाँको डाक्टर तपाईहरुले अन्त लग्नु भएको छ त्यो डाक्टर यहाँ आउँछ कि आउँदैन हाम्रो स्वास्थ्य केन्द्रमा डाक्टर चाहियो भन्ने कुरा उहाँहरुको माग हो क्या अब तपाईले सायद भन्दैन कि डाक्टर आउँछ
भन्नु पर्यो हामीले त्यस्तो छ अर्जुन हामीले के भन्थ्यौँ भने कुनै दिन हामी यस्तो नियम ल्याउँछौँ यस्तो कानुन ल्याउँछौँ केपी ओली प्रचण्ड बाबुराम र देउबालाई माइतीघर मण्डलामा ल्याएर जनताको अदालतमा उभाउँछौँ भन्थ्यौ नि आज तपाईँ जनताको अदालतमा हुनुहुन्छ गाउँपालिकाको जवाब दिनुहोस् तपाईँ यस्तो छ अब मैले अलिकति यस्तो छ यहाँ झगडा गर्ने भन्दा पनि र त्यहाँ नर्सहरूसँग झगडा नगरौँ तपाईँ यता आउनु यहाँ सुन्नु न तपाईँको आक्रोश उहाँहरूसँग हो कि उता होइन नि त उहाँहरूको कर्मचारी हो उहाँहरू कर्मचारी हो उहाँहरूसँग हाम्रो कुरै हुँदैन उहाँहरूसँग हो हाम्रो यस्तो छ अलिकति अहिले कोरोनाको बेला तपाईँलाई थाहा छैन हामी छुँदैनौँ जानुहोस् तपाईँ भनेर त्यसरी भन्नुभएको छ डाक्टरले तर उहाँहरूले चाहिँ होइन त्यस्तो छैन भनेर भन्नुभयो होइन तर उहाँ कसै कसै चाहिँ नजिक हुनुहुन्छ बिरामीसँग तर डक्टरले त छुवाएकै छैन यहाँ र म डक्टर लिएर आउँछु म कुरा गर्छु यहाँ त तपाईँको बिरामी कति बजी हुन्छ म्याडम म तपाईँ भन्नुहोस् त 2 बजे नि हुन्छ 3 बजे नि 5 बजे 6 बजे नि हुन्छ होइन तपाईँ आउने टाइम यो हो अरे बिरामी कतिखेर हुन्छ भन्ने कुरो डाक्टरलाई डाक्टरले भन्ने कुरो त्यो हो कि होइन 5 बजे आयो भने अहिले त अफिस बन्द भइसकेको बेला तपाईँ कति यता ल बिरामी कुलबहादुरलाई सोध्नु छोरा स्कुलबाट आउँदाखेरि अनि तपाईँ आउने बेला यो हो अरे अनि मेरो छोरा स्कुल जानु परेन त्यहाँबाट बिरामी भयो अनि त्यसपछि आउँदाखेरि त अनि हो कि कुलबहादुर अहिले यस्तो यस्तो भन्ने चाहिँ डाक्टर भइरहेपछि चाहिँ अनि सेवा कसरी पाउँछ जनताले स्कुलबाट मेरो बच्चा स्कुलबाट बिरामी भएर आयो होइन तपाईँ यहीँ घर नजिक भएको मान्छे यतिखेर 3 बजे आउने हो भन्नुभयो क्या यहाँको डक्टरले मैले उहाँलाई के जवाब बस्ने वातावरण भएन अरे पानी चाहियो अरे अब जनतासित कुराहरू भन्छ ल हेर्नु स्टाफहरू जनतासँग हामीले सोध्नुपर्ने आवश्यकै छैन सुनिराख्नु अब एकछिन अब फेरि सुन्नुहोस् हस्पिटलमा डक्टरलाई खाने पानी पिउने पानी छैन अरे होइन अनि बस्ने व्यवस्थापन छैन अरे अनि यता आउँदाखेरि नछुने अरे हजुर एम्बुलेन्सको कुरा गर्नुपर्छ एम्बुलेन्सको पनि कुरा गर्नु के हो जस्तो हाम्रो यहाँ इन्डिया एक्स आर्मीहरूले उनीहरूले चाहिँ पैसा डिपोजिट गरेर एम्बुलेन्स लिएर आयो त्यो कसको नामले ल्यायो भन्दा मकसिङ स्वास्थ्य केन्द्रको नामबाट लिएर आएको छ यो स्वास्थ्य केन्द्रको नामबाट हो एउटा उनीहरूको युनिटी भएपछि त्यो ल्यायो त्यो सही कुरो त्यो कसलाई दिनुपर्छ एम्बुलेन्स कसैको व्यक्तिको घरमा लगेर राख्ने हो कि हस्पिटल एनी टाइम चाहिँ रेडी गरेर बस्नुपर्छ तर अस्तिको यो केसको लागि जस्तो उहाँले अघि भन्नुभयो एउटा दिदी बित्नु भयो सुन्नु म्याडम एउटा कुरा भने उताको खाने पानी भनेको यो पिएचसीमा छ अझै पनि यहाँ के अरे हाम्रो माइटिङमा छ त्यो पानी चाहिँ त्यहाँको जनताले चाहिँ एकलौटी ढङ्गले खाएर यहाँ हस्पिटलमा फिटिङको पानी दिँदैन यहाँ अनि त्यो चाहिँ कसको कारणले गर्दा अनि पानीको विषयमा उहाँले फोन गर्नुभएको जवाब दिनुहुन्छ है भनेपछि उहाँले अघि नै कुरा निकाल्नु भयो एउटा दिदी अचानक बित्नु भयो अनि मरण र त्यो जस्तो भन्नु न बाँच्नेको चाहिँ दोस्रोमा यहाँ एकदमै लास्ट स्टेजमा छ तर यहाँ कर्मचारीहरूलाई बोलाउँदाखेरि आइदिएन अनि त्यस नआइसकेपछि अनि हामीले एम्बुलेन्स बोलायो एम्बुलेन्सले के भन्छ एम्बुलेन्सको ड्राइभरले त गाडी त लिएर आयो भन्छ कि अध्यक्षको अनुमति नपाइकन म मान्छे राख्दैन भन्ने कुरा गर्यो मान्छे एकदम लास्ट स्टेजमा छ हामी गोर्खा लिएर जानु खोजेको त्यसपछि आएर उसले मैले फोन गरेपछि म आउँदैछु भन्यो हामीले पालो अब ल यहाँ राख्थेँ हेर्नु न यसमा यहाँ भयो क्या त्यसपछि त्यो गरिसकेपछि लास्ट मतलब त्यो बिरामीले लिएर गयो हामीले गोर्खा त्यही एम्बुलेन्समा तर त्यो एम्बुलेन्सले के भने यो हस्पिटलले चाहिँ उसलाई डेथ भनेर लगाइसकेपछि त्यो एम्बुलेन्सले हाम्रो बिरामी त्यो डेथ बडी ल्याएन के यहाँबाट चाहिँ लगेर छोडिदियो तर उसले चाहिँ त्यो हाम्रो यहाँको एम्बुलेन्सले त्यो म डेथ बडी लाँदैन भनेर त्यहाँ छोडिदियो यदि अर्को एम्बुलेन्स नभएको भएदेखि हाम्रो त्यो डेथ बडी चाहिँ के गर्थ्यो हो सेम त्यही हो होइन तपाईँलाई मैले प्रश्न सोधेँ तपाईँ आगामी दिनमा गाउँपालिका अध्यक्ष जित्नुहुन्छ भने तपाईँले जित्छु भन्नुभयो तपाईँले जित्छु भन्ने बित्तिकै असन्तुष्टिका स्वरहरू सुनिए पहिलो कुरा तपाईँले हस्पिटललाई पानी दिनु भएन अरे किन तपाईँले भन्ने हो हामीले त अरू त कसलाई भनौँ अध्यक्षलाई सोध्थ्यौँ होइन वडा अध्यक्ष त भागिहाल्नु उता गइहाल्नु के अरे तपाईँले चाहिँ यहाँ पानी दिनु भएन अरे अनि हस्पिटलको नाममा एम्बुलेन्स आयो तपाईँले लिएर एकजनाको घरमा राख्नुभयो अरे होइन अनि बिरामी नि बोक्दैन अरे बीच बाटोमा काटेर अन्त लाग्यो उहाँले भन्नुहुन्छ होइन अन्त लिने अरे होइन अब व्यवस्थापन कसरी गर्ने हो हस्पिटललाई पानी कहिले दिनुहुन्छ कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो एम्बुलेन्स यो स्वास्थ्य संस्थाको नाममा पिएचसीको नाममा छ व्यक्तिको घर बाहिर बडाले के अरे त्यो सजाउनु हुन्छ नि सजाउन राखेको छ अरे
होइन बिरामी पनि बोक्दैन को मान्छेको लास पनि बोक्दैन भन्ने कुरा आयो कसरी जित्नुहुन्छ भने तपाईँ यति धेरै असन्तुष्टिका बिचमा भन्नुहोस् समस्याको समाधान गर्नु ठिक छ पानीको विषयमा आजभन्दा 2 वर्ष पहिला यो पिएचमा पानीको समस्या भयो भन्दै गर्दा मलाई पाइप ल्याइदिने भाइ पसलमा छ 8400 को एक कोइल पाइप ल्याउँदाखेरि बिसिएमएमको पाइप ल्याउँदाखेरि यहाँ चाहिँ समस्या समाधान हुन्छ भनेर मैले चाहिँ त्यो भाइलाई गाडीमा हालेर ल्याएर पाइप लिएर यहाँ ल्याएर कति प्रयोग भयो कति बाँकी पनि छ भन्ने सुनेको थिएँ अनि त्यहाँ त्यो हो कि होइन यहाँ भन्नु होला होइन त्यहाँबाट त्यो पानीको समस्या ठिक थियो के थियो भने एउटा चाहिँ मैले तपाईँलाई अन्यथा व्यक्तिगत लाग्न सक्ला होइन त्यो नसोच्नु होला मैले कारबाही गर्न सकेँ मलाई एउटा निवेदन अथवा एउटा चाहिँ के को जानकारी भयो भने मैले त्यसको आधारमा मैले टेकेर काम गर्न पनि सजिलो हुन्छ म पनि एउटा जनप्रतिनिधि हो कि होइन भन्नुहोस् त आवको भरमा आएर कुरा गर्दाखेरि के छ प्रमाण कसले रोग्यो कसले खायो कसले के गर्यो दुनियाँभर हुन्छ मैले एउटा चाहिँ अरूले अनौपचारिक रूपमा कुरा गर्दाखेरि एकजना स्वास्थ्य स्वयंसेवकलाई भनेको छु मैले तपाईँले त्यहाँको पानी लगेर चाहिँ कहाँ बेच्दै अथवा तपाईँले अर्को धारामा प्रयोग गर्दै गर्नुहुन्छ अरे यो हस्पिटल बनाउँदाखेरिको ठेकदारले यो पर्पल यो हस्पिटलको लागि भनेर बनाएको धारा हो रे त्यो ल्याएको पानी हो रे तपाईँहरूले बिचमा काटेर अन्त लानु भएको छ त्यो गर्नु भने तपाईँलाई म थुनिदिन्छु पनि मैले भनेको छु तपाईँलाई म थुनिदिन्छु तपाईँले चाहिँ स्वास्थ्य संस्थामा पानी नदिएको त संवेदनशीलमा ठाउँमा चाहिँ पानी नदिएको कारणले अब आइन्दा त्यहाँ त पानी खोल्नु भयो भने खबरदार भन्दै गर्दाखेरि उहाँ डराएर त्यहाँबाट यता चाहिँ त्यति धेरै उहाँहरूले चाहिँ यहाँ पानी भरिने अनि त्यहाँबाट खोल्ने भने के थियो समस्या उहाँहरू चाहिँ एउटा सहमतिमा काम गरे हो होइन मैले व्यक्तिगत 8400 रुपियाँ पैसा तिरेर पाइप ल्याएर यहाँ पाइप जडान्छ बाँकी पाइप कहाँ छ मलाई थाहा छैन बढी भयो कि भएन मलाई बढी भयो भन्ने पनि थियो पानीको समस्या त्यही हो अस्ति चाहिँ एकजना मलाई सम्झेँ मैले ठ्याक्कै मलाई फोन गर्ने मान्छे बिर्सेँ स्वास्थ्य पिएचसीमा पानी छैन भन्दै गर्दाखेरि म नजिकको नाताले उहाँ मैले मेन भाइलाई चाहिँ फोन गरेँ बाबु त्यहाँ चाहिँ हाम्रो अलिकति सरकारको विषय पनि छ अनि त्यहाँ चाहिँ पानी छैन भन्ने छ पानीको समस्या कहाँनिर हो त्यसलाई पहिचान गर्नुहोस् अनि तपाईँले पहिचान गर्दा सक्नु भएन भने तपाईँ र म गएर पनि त्यसको समस्या समाधान गरौँला भने हो कि होइन है पानीको कुरा अनि अहिले आछ नि मलाई फेरि त्यहाँपछि जानकारी भएन होइन अहिले आएर हिँड्छ भने म त्यसको व्यवस्थापन गर्नुहुन्छ ल यो सक्यो यो कुरा चाहिँ हामी सक्यो एम्बुलेन्सको विषयमा अथवा घरमै हुन्छ बस्नु मलाई अब त्यो एम्बुलेन्सको विषयको कुरा गर्दै पर्यो किनभने मिडिया आइसकेको छ होइन मैले केही उत्तर दिन त्यसको विषयमा मलाई वास्तवमै भन्ने भने नडाँटिकन जनताको अगाडि मैले भन्नुपर्छ कुनै पनि विषयको कुरो मलाई थाहा छैन एम्बुलेन्सको बारेमा उसले कहाँ चलाउँछ उसले कस्ता पेसेन्ट बोक्छ उसले सेवा दिन्छ कि दिँदैन भन्ने विषयमा एकदमै गाह्रो भइरहेको अवस्था छ गाउँपालिकाको अनुमति लिएको छ गाउँपालिकाको चाहिँ यो हस्पिटलको नाममा एउटा संस्थाले नबोक भनेर भनेछ अरे त तपाईँ त्यस्तो होइन तपाईँले कुरा बुझेर बोल्नुहोस् के होइन म पनि एउटा जनप्रतिनिधि यस्तो छ अनुमति गाउँपालिकाले दिए हो होइन हिजो मैले हाम्रै घरको पेसेन्ट लान खोज्दाखेरि एम्बुलेन्स जाँदैन कोभिड बिल लागेको एम्बुलेन्स भनेको बिरामी बोक्नलाई हो म दिन्छु के म दिन्छु होइन तपाईँले बुझेर मात्रै बोल भन्नु हो नि त मैले बुझेर मैले आफै स्वयं फोन गरेर एम्बुलेन्सको मान्छेलाई उसले कोभिडको बिरामी बोक्दैनौँ हामी तपाईँकै जनता हो उहाँ पनि फेरि कोभिडको बिरामी बोक्दैनौँ अर्को खोज भनेर भन्नु हो गाउँपालिकाको अध्यक्ष त होइन नि त त्यो बोल्नु अनि गाउँपालिकाको अध्यक्षले पनि हामीलाई यही भन्नुभयो यसो नियम हो नचाहिएको कुरा हो होइन नाम भन्ने यसरी त तपाईँ हार्नुहुन्छ यस्तो हो म उहाँसँग नि म कुरा गर्न सक्छु मेरो कुरा सुनिसकेपछि तपाईँले उत्तर त्यो एम्बुलेन्सको विषयमा गाउँपालिकाको अनुमतिले उहाँले चाहिँ एम्बुलेन्स चलाउनु भएको छ होइन तर गत वर्षको चाहिँ जुन कोरोना बिरामीहरू अथवा चाहिँ गत वर्ष बिरामी भएको चाहिँ पेसेन्टहरूलाई हस्पिटल लाने भन्दै गर्दाखेरि हाम्रो चाहिँ गाउँपालिकाको अध्यक्ष लगायत चाहिँ यहाँको समितिको मान्छेसँग चाहिँ त्यस्तो राम्रो सम्बन्ध भएन किनभने उहाँले चाहिँ पेसेन्ट बोक्न नमानिसकेपछि कोरोनाको पेसेन्ट अथवा चाहिँ पेसेन्ट भन्ने बित्तिकै त्यतिखेर त ठ्याक्कै यो एरियामा त कोरोना लागिसक्यो त्यति धेरै मान्छेहरू थिएनन् अनि जुन बिरामी हुने बित्तिकै कोरोनाकै हुन्छ भन्ने भएको कारणले गर्दाखेरि उहाँले नमानिसकेपछि हामीलाई गाउँपालिकालाई त्यो एम्बुलेन्सको विषयमा कुनै पनि जानकारी छैन
कुनै उहाँले कहाँ चलाउनुहुन्छ, कसलाई बोक्नुहुन्छ, कसलाई बोक्नुहुन्न, अनि कहाँ राख्नुहुन्छ, के गर्नुहुन्छ, मैले भनेको छु अध्यक्षज्यूलाई यस्तो जानकारी छैन। ठिक छ, म एउटा प्रश्न छ मेरो, जानकारी छैन यो हामीले स्वीकार्यौँ। अब तपाईँ यो ठाउँको प्रतिनिधित्व गर्नुहुन्छ, यो ठाउँको जनप्रतिनिधि हो, अब तपाईँले जानकारी छैन भनेर पन्छिन त मिलेन, उहाँले कारबाही गर्ने कि नगर्ने, यस्तो आवश्यक परेको बेला यहाँ चाहिँ यदि ऊ जानकारी ऊ मान्छे मान्दैन भने अर्को एम्बुलेन्स खोजेर व्यवस्था गर्न मिल्दैन, त्यो चाहिँ बताइदिनु पर्यो। यस्तो छ, अर्को एम्बुलेन्स हाम्रो अब भन्नै पर्दाखेरि फेरि बाटोको फरक भूगोलको कारणले गर्दाखेरि अलिकति टाढा होइन। चालक यस्तो छ, व्यवस्थापक समितिले नै अब नबोक भनिसकेपछि चालकको समस्या होइन। समितिको अध्यक्ष यहाँको वडा अध्यक्ष होइन, अर्को यहाँको होइन कि त्यो एम्बुलेन्स व्यवस्थापन एम्बुलेन्स व्यवस्थापन समितिको त्यो कारणले गर्दाखेरि मार्फत चलेको हो। त्यो कारणले गर्दाखेरि एकछिन यहाँनिर म एउटा मेसेज दिदिउँ, जसले यो एम्बुलेन्स व्यवस्थापन समिति सञ्चालन गर्नुभएको छ, कृपया तपाईँ कोभिड सङ्क्रमणको बेला चाहिँ यस्तो नगरिदिनु होला, किनकि धेरै मान्छे फ्रन्ट लाइनर भएर काम गरिरहेछन्। अहिले कयौँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले हामीले न्युज पढ्यौँ नि, आफ्ना प्राइभेट गाडीहरूलाई पनि ल तपाईँहरू एम्बुलेन्स बनाउनुहोस् खटिराख्नु भएको छ भनेर भन्नुभयो भने यो कन्डिसनमा चाहिँ भएको एम्बुलेन्समा पनि बिरामी नबोक होइन, त त्यहाँ जाँदै नजा, त मरिहाल्छ, सिक्या हो लागेर भन्ने तरिकाको कुरा नगर्नु होला। एम्बुलेन्स सेवा दिनका लागि हो, सेवा चाहिँ दिनु होला। ल बाँकी कुरा अनि अहिले तत्कालै एम्बुलेन्सको व्यवस्था चाहिँ एउटा यो 7 नम्बर 8 नम्बर र 7 नम्बर नजिक भएको कारणले गर्दा त्यो एरियामा एउटा एम्बुलेन्स छ। अब सायद टाइम त लाग्न सक्छ भूगोलको कारणले, समस्याको कारणले हाम्रो एम्बुलेन्स चाहिँ अहिले तत्कालै उद्धारको लागि एउटा एम्बुलेन्स चाहिँ अहिले तयार छ। गाउँपालिका भित्रमा आउन टाइम लाग्न सक्छ, तर तत्कालै उद्धार चाहिँ यो एम्बुलेन्सलाई पनि कसरी म्यानेजमेन्ट गर्ने छलफल गर्नु होला होइन। अब उहाँहरूले अघि गुनासो उठाउनु भएको थियो, यो मेडिसिनहरू यो चाहिँ कसरी तपाईँ म्यानेजमेन्ट गर्नुहुन्छ भन्ने पनि छ। अब यस्तो छ, मेडिसिन वडा अध्यक्ष र तपाईँलाई नै ह्यान्डओभर गर्ने हो हामीले। ठिक छ, मेडिसिनको विषयमा के छ भने जुन बुझिदिएको भरपाई छ होइन, त्यसको भरपाईको आधारमा उसले कति लान्छ भन्ने कुरो जति लिए त्यतिको आधारमा वितरण हामीले चाहिँ जुन गाउँपालिकाको पनि त त्यही सिस्टम छ नि त। गाउँपालिकाले औषधि वितरण गर्दै गर्दाखेरि अब सबै ठाउँमा पठाउँदै गर्दाखेरि कति आयो र कति पठाइयो भन्ने कुरो यसको हिसाब किताब नेपालको वीर टिचिङ लगायतको सबै हस्पिटलहरुमा प्रयोग गर्ने मेडिसिन छ के ठिक छ भिटामिनदेखि त्यसकै आधारमा उहाँहरूले वितरण गरेको अब जस्तो मैले लएँ मलाई एउटा चाहिँ प्याक मास्क आवश्यकता छ भने मैले बुझिलिएको भरपाई म गर्छु हैन जसले लान्छ उसले भरपाई गर्छ बिरामीले विशेष संक्रमितले हैन यो भयो अब एउटा कुरा गरौँ हैन सुन्नु न मैले लगेर मैले भन्नु ठीक छ त्यो एउटा पाटो भयो हामी देशैभरि गइरा हुन्छौँ है सो म भेट हुन्छ नि त हाम्रो त सबैसँग भेट पनि भइराख्छ र जनताको एउटा ठुलो गुनासो क्या 4 वर्ष अगाडि चुनाव जित्दाखेरि खुट्टामा चप्पल लागा हुन्थे रे जनप्रतिनिधि र मेयरहरूले सम्पत्ति पनि अलिक कम हुने जीवनभरि राजनीति गरेका खासै नहुने पातला पातला मोटा घाटा पनि नहुने हैन अनि जब मेयर र वडा अध्यक्ष जितेको संसद जितेको 4 वर्ष पछाडि भुँडी पनि लागेका हुने गाला पनि चिल्ला हुने छोराछोरी पनि गाउँमा नपढ्ने अझ विदेशतिर बाहिर सहरतिर पढ्न गइहाल्ने काठमाडौँतिर अब सुदूरपश्चिमका भए धनगढीतिर पूर्वका भए तल विराटनगरतिर हैन 4 वर्ष अगाडि घर पनि कच्ची हुने 4 वर्ष पछाडि घर पनि पक्की हुने है अनि गाडी नभएका गाडी पनि जोड्ने अझ कतिपयले त काठमाडौँमा घरेडी पनि लिने तालपरे घर पनि बनाउने तरिकासम्मको कुरा धेरै ठाउँमा देखियो सुनियो तपाईको काठमाडौँमा कति आना जति जग्गा लिनुभयो सुन्ने उपमेयर जितेपछि यस्तो भन्नु न तपाईको काठमाडौँ छैन भन्न पाइयो त हैन यस्तो छैन ठीक छ तपाईको यो नेपाल अधिराज्यमा कुनै पनि ठाउँमा तपाईको नाममा जग्गा जमिन छ कि छैन भनेर बरु सोध्दा होला हैन छैन भनेर सोध्नु भएको कति छ सम्पत्ति म सबै मसँग एउटा चाहिँ ब्याङ्कमा मैले धितो राखेर ऋण झिकेको छु हैन 9 लाख रुपैयाँ कृषि विकास ब्याङ्कमा ऋण छ हेर्न सक्नुहुन्छ त्यसमा कति छ जग्गा छ तर ससुरा बुवाको नाममै छ हाम्रो नाममा छैन अन्त कुनै ठाउँमा रहेछ भने अरूको नाममा किन्छन् नि त आफ्नो नाममा त नाममा छ अब त्यो कसैले प्रचण्डले देखाउँदाखेरि मेरो एक कट्टो जग्गा देखाउनुहुन्छ अनि त्यसको सम्बन्ध छैन मैले मेरो कुरा गर्ने हो हैन त्यही तपाई पनि त्यस्तै होला भनेको त्यो छ काई त्यस्तो छ अनि मैले कति चाहिँ मेरो छोरछोरी अब वास्तवमै भन्ने भने अब मेरो बच्चाहरूको अलिकति चाहिँ भनौँ न एजुकेसनहरू त्यस्तै भएको कारणले गर्दा सायद यहीँ गएर हो भनौँ न यत्र जनताले देख्नु भएको छ कहाँ मलाई त थाहा छैन आज चिनेको हो भन्ने कुरो हैन म सधैँ सोधिरहन्छु त्यही भएर सोधेको त्यही त कहाँ कुन ठाउँ पुग्या हो भन्ने कुरो हिजो म निर्वाचित भएर पुग्या हो कि पहिले नै पुग्या हो भन्ने कुरो यही जनताले महसुस गर्नुहुन्छ हैन त्यसैले गर्दा तपाईले करप्सन गर्नु भएको छैन अथवा भ्रष्टाचार गरेर जग्गा किन्नु भएन म एउटा अर्को पनि प्रश्न सोध्ने गर्छु जनप्रतिनिधि र मेयरहरूलाई प्राय संसद वडा अध्यक्षहरूलाई हैन तपाई जितेको मान्छे कति मत ल्याउनु भयो मैले 4100 मत ल्याउनु भयो त्यो 4100 मत
पाउनका लागि भट्टीमा होटेलमा यस्तो युवाहरूलाई चाहिँ तपाईँले लगभग कति खर्च गरेर जाँड रक्सी मासु अथवा भोटै किन्ने काम तपाईँ कति चाहिँ खर्च भयो मोटामोटी यसमा चाहिँ कति खर्च गरेर जित्नुभयो 1 करोड 2 करोड 50 लाख वा 80 लाख एक ठाउँमा गए एउटा वडा अध्यक्षले के भन्यो भने मेरो त 19 लाख खर्च भयो हजुर जग्गा बेचेको अहिलेसम्म ऋण तिर्दैछु भन्नुभयो होइन त्यसै तपाईँ लगभग मोटामोटी गाउँपालिकाभरि होइन आफूले चुनाव जित्न भोट चाहिँ किन्नका लागि कति खर्च गर्नुभयो सो विवेकले त दिएन होला जनताले प्राय किन्छन् भन्छन् मतहरू त्यही भएर प्रश्न पार्दिनु तपाईँलाई म अब त्यो जे छ मेरो यथार्थ म त्यही भन्ने हो मेरो मुखमा जे छ मेरो हातमा म त्यही छ होइन काहीँ त्यस्तो फेला पार्नु पारै छ नि तैँले यदि जनताले मैले गरेकोले राख्छ भने डाटा होइन त्यो राख्छ नि यो देशको सबभन्दा ठुलो गरिबको थाहा छ पर्सेन्ट यो देशको सबभन्दा ठुलो गरिब केपी ओली यो देशको सबभन्दा ठुलो गरिब बाबुराम भट्टराई जोसँग मसँग केही छैन यो एउटा मोबाइल छ भन्छन् उनीहरू तर उनीहरू गाडी कसरी चढ्छन् घोडा कसरी चढ्छन् विदेशमा उपचार कसरी गर्छन् पार्टी कसरी चलाउँछन् मिलाएर भन्ने कुरा होइन तपाईँ इमान्दार जनप्रतिनिधि हो भने मेरो यति खर्च गर्नु भन्नु न खर्चै नगरी त चुनावै जित्दैन मान्छेले साथमा चाहिँ अलिअलि खर्च गरेको छु भन्नु पर्यो नि यति गरे भनेर 1.5 लाख रुपियाँ खर्च भयो कत्याउनु हुन्छ तपाईँहरू 1.5 लाख रुपियाँमा चुनाव जित्यो भन्ने कुरा यहाँ जनता हुनुहुन्छ सोध्नुहोस् मैले कहाँ यसले कति खर्च गरी अथवा यसले किन भन्ने कुराहरू यहाँ बुझ्नु मैले एउटा स्वतन्त्र वडा अध्यक्ष हुनै 20 लाख 25 लाख खर्च हुन्छ भन्छन् मान्छेहरू उसको सम्पत्ति आधारमा खर्च गर्छ भने त मलाई भन्नु केही छैन हेर्नुहोस् म एउटा सच्चा नागरिक हो होइन मलाई कसैसँग लिनु पनि छैन दिनु पनि छैन मलाई राजनीति नगरी पनि मलाई पुग्छ होइन म यतिकै म समाज तपाईँ जस्तै अभियन्ता भएर पनि म चलाउन सक्छु हामी त पोलिटिक्स गर्ने हो पछि तपाईहरुलाई त हराउने हो हामी यहीँकै युवाले हराउने हो ठीक छ नरिसाउनु होला युवाले सत्ता कब्जा गर्ने भने क्या मैले सके तपाईले हराउने हो मैले सके मैले हामी त तपाईहरुलाई सकेरै हराउने हो ठीक छ त्यो त्यसमा कुनै विवाद छैन तर मैले चाहिँ कुनै पनि के अरे यो यति खुवाएर जनताले मलाई सो विवेकले भोट दिएको है सबैले सो विवेकले त्यसो भए तपाईँ सो विवेकले मत दिएर उपप्रमुख हुनुभयो तपाईँको इन्टेन्सन अब त्योभन्दा एक स्टेप अगाडि जाने नै हुन्छ आगामी इलेक्सनमा तपाईँ गाउँपालिका अध्यक्षका लागि फाइट गर्नुहुन्छ वा संसदका लागि म गाउँपालिकाको अध्यक्षका लागि र अब हामी यो सक्छौँ होइन र हामीले जाँदा जाँदै हरेक गाउँपालिकाका प्रमुख मेयर संसद र प्रधानमन्त्रीलाई यो कुरा भन्ने गरेका छौँ जब हामी जनताका सेवक बनेर सिंहदरबार र बालुवाटार युवाहरूको नाममा ल्याउँछौँ अथवा हामी तपाईँको चाहिने सत्ता चलाउँछौँ वा जनताका सेवक भएर देशका चाहिँ सेवक बन्छौँ त्यो बेला 46 सालभन्दा यताका त्योभन्दा अगाडिका त बितिसके जीवित पावरफुल पर्सन प्रधानमन्त्री मन्त्री जसले संवैधानिक अङ्गका प्रमुखहरू तपाईँहरू जस्तो मेयर र जनप्रतिनिधिहरूको सम्पत्ति चाहिँ हामी छानबिन गर्छौँ छानबिन गरेर यदि करप्टेड ठहरियो राज्यको पैसा लुटेको ठहरियो भने जेल हाल्नेछौँ भनेर हामी भनिरहेका छौँ त्यो बाटोमा हामी लागिरहेका छौँ र त्यो हुन्छ पनि किनकि आजभन्दा 10 वर्ष 20 वर्ष अगाडि कसैले पनि राजतन्त्र हट्ला त्योभन्दा अगाडि राणा शासन हट्ला सोचेका थिएन मेरो एउटा शुभकामना छ तपाईँलाई भोलि गोर्खाका यी युवाहरूले होइन यो गाउँपालिकाको प्रमुख जितेर अथवा यहाँको प्रमुख जितेर के ललिता अधिकारी होइन ललिता अधिकारी त 5 लाख 10 लाख अथवा 15 लाख वा 5 करोड भ्रष्टाचारका काण्डमा युवाहरूको अदालतमा आज जसरी जनताको अदालतमा उभिनु भयो नि यदि केपी ओली बाँचे भने प्रचण्ड बाँचे भने होइन मरिगयो त मरे ठिक छ बाँच्यो भने हामी माइतीगर मण्डलामा ल्याएर सम्पत्ति छानबिन गर्छौँ भनेका छौँ यहाँको युवाले सार्वजनिक ठाउँमा तपाईँलाई उभ्याएर तपाईँको सम्पत्ति छानबिन गरेर करप्सन ठहरियो भने तपाईँलाई जेल हाल्नेछन् तपाईँ मन्जुर हुनुहुन्छ त्यो बाटोमा यहाँको युवाहरू लाग्नेछन् प्रमाणित भएमा भने जनता हुनुहुन्छ मेरो बच्चाले कमाएको होइन त्यस्तोतिर भएको मैले त्यो त थाहा भइहाल्छ नि ट्याक्स तिरेको हुन्छ होइन कर तिरेको हुन्छ विवरण सम्पत्तिको स्रोत सार्वजनिक देखिन्छ नि त्यो त देखियो भने जेल जान तयार हुनुहुन्छ युवालाई साथ दिनुहुन्छ होइन युवाहरूले चाहिँ दिदी तपाईँ बुढो हुनुभयो अब तपाईँ सक्नुहुन्न अभिभावक बन्नुहोस् हामीलाई चाहिँ गाउँपालिका अध्यक्ष बन्न दिनुहोस् भन्यो भने दिनुहुन्छ ल तपाईँलाई धन्यवाद।